सम्पूर्ण दर्शक महानुभावहरू विद्यार्थी भाइ बहिनीहरूलाई मेरो यस च्यानलमा स्वागत गर्न चाहन्छु। हार्दिक स्वागत गर्दछु। हार्दिक स्वागतका साथ अभिनन्दन गरिन्छ है। आज म यस च्यानलमा यस भिडियोमा कक्षा 7को कम्प्युटरका बारेमा, कम्प्युटर भाइरसको बारेमा केही विषयवस्तुहरूमा एउटा छोटो करीमा भिडियो बनाउन गइरहेको छु। त्यही भएर सम्पूर्ण विद्यार्थी भाइ बहिनी जो जति विद्यार्थीहरूले हेरिरहनु भएको छ अन्तिमसम्म हेरेर प्रतिक्रिया दिनुहोला। नबुझेको कुराहरू कमेन्ट मार्फत सोध्नुहोला है त। म अगाडि बढाउन चाहन्छु। कम्प्युटर भाइरस पाठ 11मा छ। यो कम्प्युटर भाइरस भनेको के हो त भन्ने यो कम्प्युटर भाइरस च्याप्टर चाहिँ मैले यहाँ बुधा रूपमा लेखेको छु। बुधा रूपमा 3-4वटा बुधा लेखेको छु। त्यो बुधाहरू विशेष ध्यान दिएर पढ्नु होला विद्यार्थी भाइ बहिनीहरूले है। कम्प्युटर भाइरस भनेको के हो त भनेपछि कम्प्युटर भाइरस भनेको जीवित जीवाणु होइन। एउटा यो जीवित जीवाणु होइन रहेछ। यो एक प्रकारको कम्प्युटरको प्रोग्राम हो है। एउटा प्रोग्राम हो। भाइरस भनेको प्रोग्राम रहेछ। कम्प्युटर भाइरस कम्प्युटर प्रोग्राम्सहरूले बनाउँछ भनेपछि यो प्रोग्राम्सहरूले नै बनाउँदो रहेछ यो कम्प्युटर भाइरस। यो बनाउनुको प्रमुख कारण भनेको चाहिँ कम्प्युटरभित्र राखेको फाइल फोल्डर होइन। यो एप्लिकेसन यो विभिन्न के छ तिनीहरूलाई चाहिँ बिगार्नु, नाश गर्नु, ओपन हुन नदिनु, डिलिट गर्नु, नामहरू परिवर्तन गरिदिनु, यस्तो हो क्या। यो कम्प्युटर भाइरस बनाउनु मुख्य उद्देश्य भनेको यही हो। सबै चिज बिगारिदिनु, कुनैले काम नगर्नु भन्ने सोचले बनाएको हुन्छ। त्यसैले कम्प्युटरका नियमित क्रियाकलापलाई बाधा पुर्याउँछ, जसले गर्दा दिनहुँ गर्नुपर्ने कामहरू चाहिँ अप्ठ्यारोमा बनाउँछ, असजिलोमा पुर्याउँछ। जसले गर्दा कम्प्युटरमा काम गर्ने बेलामा असजिलो हुन्छ। भनेपछि हामी काम गर्दैछौँ, त्यो कम्प्युटर भाइरस लागेको छ भने हामीले गरेको कामहरू, हामीले बनाएको फाइल फोल्डरहरू अटोमेटिकै कुनै डिलिट हुन्छ, कुनै डुप्लिकेसन गरिदिन्छ, कुनै नाम परिवर्तन गरिदिन्छ, कुनै त्यो फाइल फोल्डरहरू नै लुगाइदिन्छ। त्यही भएर हामीले खोजेको बेला भेटाउँदैन, हाम्रो टाइमहरू कन्ज्युम भइरहेको हुन्छ होइन। हाम्रो कामलाई बाधा पुर्याउँछ है। यी भाइरसहरू हामीलाई थाहा नपाए आफै कपी बनाएर बनेको हुन्छ। हामीलाई थाहै नभइकन क्या आफ्नै तरिकाले भाइरस सरेको हुन्छ। कुनै भाइरस यस्तो डेन्जर भाइरस हुन्छ कि जो चाहिँ एप्लिकेसन त्यो एन्टिभाइरसहरू हुन्छ नि, त्यो एन्टिभाइरसहरूलाई नि करप्टेड गर्ने, त्यो इग्नोर गर्ने त्यस्तो प्रविधिको हुन्छ क्या त्यो भाइरसहरू। अब भाइरसहरू इन्टरनेट, पेन ड्राइभ, सिडी, डिभिडी जस्ता विभिन्न माध्यमहरू एक कम्प्युटरबाट अर्को कम्प्युटरमा सर्छ। यिनीहरूको काम साधारण या त क्षति अथवा काममा बाधा पुर्याउने हुन्छन्। भनेपछि कम्प्युटर भाइरसको कामहरू भनेको बाधा पुर्याउने, हानि नोक्सानी गरिदिने, ड्यामेज गरिदिने, असर गर्ने हुन्छ। जस्तै फाइलहरू डिलिट गर्ने, फाइलहरू लुकाउने, प्रोग्रामहरू चल्नबाट वञ्चित गराउने, नचल्ने बनाउने, नामहरूको परिवर्तन गरिदिने, सबै बिगार्ने बाहेक केही पनि गर्दैन कम्प्युटर भाइरसले। भनेपछि कम्प्युटरमा भाइरस लाग्यो, मान्छेमा रोग लाग्यो भने एउटै हो। विद्यार्थी भाइ बहिनीहरू यसरी बुझ्नुपर्छ है। कम्प्युटर भाइरस लागेपछि कम्प्युटरले कुनै पनि कामहरू सजिलैसँग गर्न सकिँदैन। फाइल फोल्डरहरू डिलिट गर्ने, ड्यामेज गरिदिने, कपी गरिदिने होइन, लुकाउने जस्ता कार्यहरू गर्छन्। कम्प्युटर भाइरस लागेपछि स्टार्ट अन नगर्ने, कम्प्युटर अन नगर्ने, राम्रोसँग प्रभावकारी तरिकाले काम नगर्ने, ढिला खुल्ने, अनि स्टोरेजहरू फुल बनाउने होइन, ह्याक गरिदिने, अनि स्टोरेजहरू फुल बनाउने जस्ता कामहरू हुन्छन् कम्प्युटर भाइरस लागेपछि। त्यस्तै मान्छेमा पनि रोग लागेपछि के हुन्छ त? मान्छेमा नि रोग लागेपछि हिँडडुल गर्न सक्दैन, चलबल गर्न सक्दैन, खाना राम्रोसँग खान सक्दैन होइन, काम गर्न सक्दैन, सुन्न के गर्न सक्दैन। यही हो, कम्प्युटरमा भाइरस लागे जस्तै मान्छेलाई रोग लाग्नु एउटै हो। अब यति भनेपछि कुरा बुझ्यो होला भाइ बहिनीहरूले। म अर्को नेक्स्ट पेजमा जान्छु है त।
नेक्स्ट पेजमा के छ भन्दाखेरि कम्प्युटर भाइरसका प्रकारहरू भनेछ। टाइप्स अफ कम्प्युटर भाइरस के हुन्छ कम्प्युटर भाइरसका प्रकारहरू कस्ता कस्ता छन् त ती विषयमा हामी चर्चा गर्छौँ है त। हिजो आज कम्प्युटर जगतमा धेरै प्रकारका भाइरसहरू देखा परिन्छ हो। आजभोलि यो कम्प्युटरको जमाना हो, कम्प्युटरको जगत हो। हरेक क्षेत्रमा कम्प्युटरको व्यापक प्रयोग हुन्छ। कम्प्युटर बिना कुनै पनि कामहरू गर्न असम्भव छ। त्यस कारणले कम्प्युटर भाइरसहरू पनि धेरै विकसित भएको छन् हैन, थुप्रै किसिमका छन्। तर सामान्यतः कम्प्युटर भाइरसलाई यिनीहरूको सङ्क्रमण गर्ने विधि तथा विशेषताका आधारमा यिनीहरूको प्रकार निम्न बमोजिम छुट्याएको छ है त। एक नम्बरमा के छ भने बुट सेक्टर भाइरस, चित्रमा देखिएको छ, चित्रले नै प्रष्ट हुन्छ। बुट सेक्टर भाइरस भनेको चाहिँ कहाँ हो, त्यहाँ एउटा चारपाटे त्यो एउटा बक्स छ, त्यहाँबाट गोलो छ, एउटा सानो गोलोमा थिचेको रहेछ भनेपछि यसबारेमा बुझ्नलाई यहाँ पढ्छौँ है त। बुट सेक्टर भाइरस भनेको चाहिँ बिएसबीले मास्टर बुट रेकर्ड एमबिआर मास्टर बुट रेकर्ड तथा भण्डारण भएको डेस्कको बुट सेक्टरमा आक्रमण गरी कम्प्युटर सुरु गर्ने प्रोग्रामलाई नाश गर्छ भनेपछि बिएसबीले चाहिँ एमबिआर भन्ने ठाउँमा अट्याक गर्दो रहेछ। त्यो अट्याक गरेपछि कम्प्युटर सुरु गर्ने प्रोग्रामलाई बन्द गरिदिन्छ। यस्ता भाइरसहरू कम्प्युटरलाई सुरु हुनबाट वञ्चित गराउने दृष्टिले बनाएको हुन्छ भनेपछि यो बुट सेक्टर भाइरस भनेपछि कम्प्युटर चल्न नदिने उद्देश्यले बनाएको हुन्छ भनेपछि स्टार्ट गर्ने त्यो पोइन्ट हुन्छ नि, त्यो पोइन्टमा आक्रमण गरेपछि त्यसमा त्यो भाइरस एक्टिभ भएपछि त्यो बुटले काम गर्दैन, जसले गर्दा कम्प्युटर खोल्दैन हैन। मास्टर बुक रेकर्ड भनेको कम्प्युटर स्टार्ट गर्ने एउटा सानो प्रोग्राम हो भनेपछि एमबिआर भने चाहिँ कम्प्युटर ओपन गर्ने एउटा सानो प्रोग्राम रहेछ है। यस्ता भाइरसहरूले हार्ड डिस्कमा अपरेटिङ सिस्टम फाइल भएको ठाउँमा आक्रमण गर्छ र मास्टर बुट रेकर्डलाई परिवर्तन गरिदिन्छ भनेपछि यो भाइरसले चाहिँ के गर्छ भने हार्ड डिस्कमा भएको अपरेटिङ सिस्टमको फाइलमा आक्रमण गर्ने, अट्याक गर्ने हैन, सङ्क्रमित गर्ने र त्यो मास्टर बुक रेकर्डलाई नै परिवर्तन गरिदिन्छ, अर्को के बनाइदिन्छ, जस कारणले गर्दा कम्प्युटर खोल्न सक्दैन, कम्प्युटर खोल्नबाट वञ्चित गराउँछ। यसलाई नै बुट सेक्टर भाइरस भनिन्छ है त। 2 नम्बरमा जाउँ है त। 2 नम्बरमा के छ भनेपछि प्रोग्राम भाइरस वा फाइल भाइरस, प्रोग्राम भाइरस अर फाइल भाइरस चित्रमा देखिएको छ। त्यहाँ चित्रबाट नै अलिअलि प्रष्ट हुन्छ है त। चित्रमा एउटा कम्प्युटरबाट अर्को कम्प्युटरमा भाइरस गएको छ नि, भाइरसको आउने जाने भइरहेछ है, देखिरहेछ भनेपछि विशेष गरी प्रोग्राम भाइरस वा फाइल भाइरसहरू एप्लिकेसन प्रोग्रामहरूमा सङ्क्रमण भई यस्ता प्रोग्रामलाई कम्प्युटरमा चल्नबाट वञ्चित गराउने, प्रोग्राममा नष्ट बनाउने दृष्टिले बनाएको हुन्छ भनेपछि यो विशेष गरी प्रोग्राम भाइरस अथवा फाइल भाइरसहरू चाहिँ एप्लिकेसन प्रोग्रामहरूमा फाइलहरूमा सङ्क्रमण गर्ने गर्छ हैन, जसले गर्दा चाहिँ कम्प्युटर चल्नबाट वञ्चित गराउने, प्रोग्रामहरूलाई नष्ट गर्ने दृष्टिले यो भाइरस बनाएको हुन्छ। अर्को छ मल्टिपल भाइरस भने मल्टिपल भाइरस भने मल्टिपार्टी भाइरस भने के रहेछ भने चित्रमा नि देखिएको छ। 3-4वटा कम्प्युटर छ हैन, यताउता भाइरस सरिरहेको देखिन्छ। त्यहाँबाट नै हामीले अलिअलि बुझ्न सकिन्छ, हाम्रो आफ्नो विचार यो होला भने गेस गर्न सकिन्छ। मल्टिपार्टी भाइरस भने के हो एक्ज्याक्टली भन्दाखेरि जुन भाइरसहरू चाहिँ प्रोग्राम भाइरस वा फाइल भाइरस र बुट सेक्टर भाइरसका विशेषताहरू पाइन्छ। दुवैको विशेषताहरू पाउने, प्रोग्राम 1 नम्बरको भाइरसको पनि विशेषता पाउने, 2 नम्बर भाइरसको पनि विशेषता पाउने, जसलाई चाहिँ मल्टिपार्टी भाइरस भनिन्छ है त।
अब के रहेछ भित्र खोतलौँ है त अरू के रहेछ यो यो भाइरसहरूले एप्लिकेसन प्रोग्राम र डिस्कको बुट सेक्टरमा दुवै ठाउँमा आक्रमण गर्छ भनेपछि एप्लिकेसनमा नि अट्याक गर्ने रहेछ डिस्कमा नि अट्याक गर्ने रहेछ भनेपछि दुइटैको विशेषता छ नि त त्यही भएर मल्टिपार्टी भाइरस भनेको प्रोग्राम भाइरस र बुटको भाइरसको दुवैको विशेषता भएको कारणले गर्दा यसलाई मल्टिपार्टी भाइरस भनेको हो जब सङ्क्रमित प्रोग्राम चल्न थाल्छ तब प्रोग्राम फाइल पनि यी भाइरसहरू आफै सङ्क्रमित हुन थाल्छ र बुट रेकर्डमा पनि सङ्क्रमित हुन थाल्छ बुट रेकर्डमा सङ्क्रमण भएपछि हामीले अर्को पटक कम्प्युटर चलाउन खोज्दा कम्प्युटर स्टार्ट नै बन्द हुन्छ भनेपछि त्यो बुटमा नि अट्याक गर्ने रहेछ फाइल फोल्डरमा नि अट्याक गर्ने रहेछ जसले गर्दा चाहिँ कम्प्युटर चल्नबाट वञ्चित गराउँछ स्टार्ट हुन पनि नदिने जस्ता क्रियाकलापहरू यस भाइरसमा देखा पर्दो रहेछ अब नेक्स्ट पेजमा जाउँ अर्को के भाइरस हेरौँ त स्टेल्थ भाइरस भनेको छ स्टेल्थ भाइरसको बारेमा यहाँ पढौँ स्टेल्थ भाइरस सबभन्दा खतरनाक भाइरस हो स्टेल्थ भाइरस चाहिँ सबभन्दा खतरनाक भाइरस यो के हो कस्तो हो थाहै छैन कि हामीलाई यो भाइरस कसरी आउँछ कुनै त्यो पनि थाहा हुँदैन सूचना पनि थाहा हुँदैन अरू अरू भाइरस जस्तै आयो भने यो कम्प्युटर ड्यामेज के भनेर त्यो नोटिफिकेसनहरू आउँछ नि मेसेजहरू आउँछ तर यो भाइरसमा कुनै पनि सूचना कुनै पनि त्यस्तो मेसेजहरू आउँदैन है यदि कहिलेकाहीँ सूचना देखाएर पनि हामीले यो भाइरस लागेको सूचना हो भनेर हामीले थाहा पाउँदैन भनेपछि कहिलेकाहीँ सूचना आए पनि यो भाइरसको सूचना हो भनेर हामीले पत्ता लगाउन सकिँदैन रहेछ यो भाइरसमा स्टेल्थ भाइरसमा सामान्यतः भाइरसहरूले पनि प्रोग्राम फाइल बुट रेकर्ड आदिमा आक्रमण गर्छ यी भाइरसहरूलाई कम्प्युटरमा पत्ता लगाउन निकै गाह्रो पर्छ किनकि यो अपरेटिङ सिस्टम र एन्टिभाइरस सफ्टवेयरबाट लुकेर बस्छन् भनेपछि यो स्टेल्थ भाइरस चाहिँ अपरेटिङ सिस्टम र एन्टिभाइरस सफ्टवेयरबाट लुकेर बस्छन् यो चाहिँ लुकेर बस्छ एन्टिभाइरसबाट नै लुकेर बसेपछि त कहाँ यसलाई त छेक्नै सकिएन है यी भाइरसहरूमा अत्यन्तै फरक खालको डिटेक्सन इग्नोर गर्न सक्ने प्रविधिको प्रयोग हुन्छ भनेपछि एप्लिकेसन हामीले भाइरस नलागोस् भनेर कम्प्युटरमा एप्लिकेसन भाइरस लागेको हुन्छ त्यो एप्लिकेसन त्यो के अरे एन्टिबायोटिक राखेको हुन्छ त्यो एन्टिभाइरसलाई पनि सजिलैसँग इग्नोर गर्न सक्ने क्षमता चाहिँ यो स्टेल्थ भाइरसमा रहेको हुन्छ त्यस कारणले गर्दा यो एउटा खतरनाक भाइरस हो जुन भाइरसमा चाहिँ कम्प्युटरमा भाइरस लागेको छ छैन त्यो पत्ता लगाइँदैन होइन सूचना हुँदैन यो भाइरसमा सूचना आयो भने यो सूचना चाहिँ कम्प्युटर भाइरस लागेको सूचना हो भनेर पत्ता लगाउन पनि निकै गाह्रो हुन्छ अब अर्को भाइरसमा जाउँ म्याक्रो भाइरस चित्रमा नि देखाएको छ म्याक्रो भाइरस त्यहाँ भाइरसहरू च्याउ 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 गरिरहेछ अलिअलि गेस गरौँ के होला कस्तो होला है त अब पढौँ म्याक्रो भाइरस के हो म्याक्रो भाइरस नयाँ प्रकारको भाइरस हो यी भाइरसहरू एप्लिकेसन प्रोग्रामले बनेका डकुमेन्ट वा टेम्प्लेटहरूमा सङ्क्रमण हुन्छ जब हामी वर्ड प्रोसेस स्प्रेडसिटका डकुमेन्ट वा टेम्प्लेट खोल्छौँ यी भाइरसहरू पनि सक्रिय हुन्छन् भनेपछि म्याक्रो भाइरस चाहिँ नयाँ किसिमको भाइरस रहेछ है अब नयाँ किसिमको भाइरस रहेछ यी भाइरसहरू चाहिँ एप्लिकेसन प्रोग्रामले बनाएको हुन्छ भनेपछि एप्लिकेसन प्रोग्रामहरूले हामीले जुन एप्लिकेसन चलाउँछ त्यो प्रोग्रामहरू के अरे त्यो एप्लिकेसनमा आफै बस्ने रहेछन् यो भाइरसहरू त्यो एप्लिकेसन चलाउँदा उत्पन्न हुने रहेछन् है हामीले जब त्यो एमएस वर्डहरूमा पावर पोइन्ट यो पावर पोइन्ट यो के हुन्छ नि यो स्प्रेडसिटका त्यो तिनीहरूमा टेम्प्लेट डकुमेन्ट फाइलहरू बनाउँछ त्यो ठाउँमा चाहिँ यो भाइरस बिस्तारै सक्रिय हुने रहेछन् र सामान्य डकुमेन्टहरूमा पनि यो भाइरस सङ्क्रमण हुन्छ
त्यसपछि अरू अरू कम्प्युटरमा जे जति डकुमेन्टहरू छ तिनीहरूमा सजिलै बिस्तारै बिस्तारै सक्रिय हुँदै जान्छ, एक्टिभ हुँदै जान्छ अनि सङ्क्रमित गर्दै जान्छ यो भाइरसले। यसरी जब हामीले सङ्क्रमित डकुमेन्ट जुन कम्प्युटरमा खोलिन्छ र हामीले जुन डकुमेन्टमा चाहिँ कम्प्युटर भाइरस लागेको छ, सङ्क्रमण गरेको छ, अट्याक गरेको छ, एक्टिभ भएको छ त्यो भाइरस, त्यो त्यो डकुमेन्ट चाहिँ खोल्यो भने त्यहाँ त्यस प्रकारको भाइरसले सङ्क्रमण गर्छ अनि अझ झन् बढी सङ्क्रमण गरिरहेको हुन्छ कि अट्याक गरिरहेको हुन्छ कि झन् झन् कम्प्युटरलाई नाश गरिरहेको हुन्छ है। अब भाइरसको लक्षणहरूमा जाउँ हामी। भाइरसका लक्षणहरू के छन् यहाँ हेरौँ है त। भाइरसले हामीलाई थाहा नपाई काममा सङ्क्रमण भएर आफ्नो काम गरिरहेको हुन्छन्। हो, कम्प्युटर भाइरस हामीलाई थाहै हुँदैन, यो आफ्नो तरिकाले हाम्रो कम्प्युटरमा के अरे एक्टिभ भएर हाम्रो कम्प्युटरमा सङ्क्रमण गरिरहेको हुन्छन्, ड्यामेज गरिरहेको हुन्छन् है। यसले हाम्रो कम्प्युटरलाई नाश गरिरहेको हुन्छन्। तर केही सामान्य लक्षणहरू भने देखा परिन्छ भने कुनै कुनै सामान्य नर्मल लक्षणहरू चाहिँ हामीले देखा परिन्छ, जसले गर्दा हामीले कम्प्युटरमा भाइरस लागेको छ, भाइरस हटाउनु पर्छ भन्ने हाम्रो दिमागमा सोच आउँछ। ती सामान्य लक्षणहरू चाहिँ के छन् भन्दाखेरि प्रोग्रामहरू खुल्नलाई लामो समय लाग्नु भनेपछि प्रोग्रामहरू खुल्नलाई लामो समय लाग्दो रहेछ। अनि फाइल बनेको मिति समय परिवर्तन गरिदिन्छ भनेपछि हिजो आज बनाएको फाइल भोलि पर्सिको अथवा हिजो अस्तिको डेट हालिदिने है, त्यस्तो हुँदो रहेछ। बिना कारण डिस्क आफै खुल्न थाल्छन् भनेपछि डेस्क आफै खोल्ने आफै बन्द हुने त्यो हुँदो रहेछ। त्यो भयो भने नि कम्प्युटरमा भाइरस लागेको छ भनेर हामीले जान्नुपर्छ। अनि फाइलको आकार बढाउँछ अथवा छिट्टो डिस्क भरिन्छ भनेपछि हाम्रो स्टोरेज क्यापेसिटी पनि छिट्टो फुलफिल गराइदिँदो रहेछ। हामीले 7 MB को एउटा फाइल बनायो भने त्यसलाई 20 MB को 25 MB को फाइलको त्यो आकार बनाइदिँदो रहेछ। त्यही भएर छिट्टो स्टोरेज फुल गराइदिँदो रहेछ है। फाइल फोल्डरहरूको नाम परिवर्तन गरिदिन्छ भनेपछि हामीले फाइल फोल्डर बनाएको फाइल फोल्डरहरूको नाम अर्कै नाना थरी राखिदिने अटोमेटिकल्ली है। अनि सिस्टमको डाटालाई बिगारिदिन्छ। हामीले सिस्टममा एउटा डाटा राखेको थियो, अब जस्तै रिजल्ट क्लास 7 को एउटा रिजल्ट बनाएको थियो भने त्यो रिजल्टको डाटाहरू अब बिगारिदिन्छ, अरू हालिदिन्छ, 10 आएको ठाउँमा 25 हालिदिन्छ, 25 आएको ठाउँमा 20 हालिदिन्छ, त्यस्तो गर्दो रहेछ कम्प्युटर भाइरस लागेपछि चाहिँ। अब यहाँ चित्रमा नि छ, स्लो बुट भनेछ, पपल्स टुल्स बार भने, ह्याङ भनेछ, अटो लन्च भनेछ, स्टोरेज फुल भनेछ, करप्टेड फाइल भनेछ, बुस्ट भनेछ। यहाँ विभिन्न तरिकाको विभिन्न होइन लक्षणहरू पनि यहाँ चित्र पनि देखाएको छ। कम्प्युटर भाइरस लागेपछि कस्ता लक्षणहरू देखा पर्छ भनेपछि हामीले यहाँ चित्रमा पनि सजिलै हामीले थाहा पाउन सकिन्छ, जसबाट पनि। अब अर्को नेक्स्ट पेजमा जाउँ। भाइरसबाट बच्नका निम्ति के उपायहरू गर्नु पर्ला, कम्प्युटर भाइरसबाट बच्नका निम्ति हामीले कस्ता विधिहरू अपनाउनु पर्ला भन्ने विषयमा यहाँ छलफल गरौँ है त। कम्प्युटरलाई विभिन्न प्रकारका भाइरसहरूबाट बचाउन सकिन्छ। कम्प्युटरलाई भाइरसबाट बचाउन नसकिने भन्ने कुरा हुँदैन, सकिन्छ। भाइरसका बचाउने थुप्रै उपायहरू छन्। तीमध्ये केही बुदाहरू निम्न बमोजिम रहेको छ, निम्न अनुसार छन् है। मैले 3वटा बुदा यहाँ तपाईँहरू माझ राखेको छु। त्यो 3वटा बुदाहरू चाहिँ के छ भने प्रयोगकर्ताको सावधानी, आधिकारिक सफ्टवेयरको प्रयोग, एन्टिभाइरसको प्रयोग भनेपछि 1 नम्बरमा जाउँ। प्रयोगकर्तामा सावधानी भनेपछि अवेरनेस अफ युजर भनेपछि युजरहरूमा नै अवेरनेस हुनुपर्छ। युजर्सहरू सबै सचेत हुनुपर्छ कम्प्युटर चलाउँदाखेरि। आफ्नो कम्प्युटरमा भाइरस नलागोस् भनेर युजरहरू आफै सचेत हुनुपर्छ है त। कम्प्युटर प्रयोगकर्ता युजर्स आफै सचेत हुनुपर्छ। बाहिरबाट ल्याएका डिस्क भाइरस छ छैन भनेर राम्रोसँग चेक गरेर मात्र हेरेर मात्र आफ्नो कम्प्युटरमा हाल्नुपर्छ। यदि त्यो एप्लिकेसनहरूमा कम्प्युटर भाइरस लागेको छ भने तुरुन्त हटाउनु पर्छ।
होइन, त्यस्तो गर्नुपर्छ। 2 नम्बरमा के छ भने आधिकारिक सफ्टवेयरको प्रयोग गर्ने भनेपछि आधिकारिक सफ्टवेयरको प्रयोग गर्ने भनेपछि मान्यता प्राप्त होइन, कानुनमा अन्य विविध कुरामा मान्यता प्राप्त सफ्टवेयरहरू मात्र प्रयोग गर्नुपर्छ होइन। कहिले पनि त्यो सफ्टवेयरहरू नक्कल गरेर चलाउनु हुँदैन, कपिराइट कहिले पनि गर्नु हुँदैन। हामीले पैसा तिरेर मात्र आधिकारिक रूपमा चलाउन पर्छ, तब मात्र हाम्रो कम्प्युटरमा भाइरस लागिँदैन, भाइरस लाग्नबाट वञ्चित हुन्छ। भाइरसबाट आफ्नो कम्प्युटरलाई जोगाउन कानुनी मान्यता पाएका सफ्टवेयर प्रयोग गर्नुपर्छ। त्यस्ता सफ्टवेयरहरू भाइरस सङ्क्रमण हुँदैन, त्यो भाइरस सङ्क्रमण हुने चान्स एकदम न्यून हुन्छ त्यस्ता आधिकारिक सफ्टवेयरहरूमा। सरकारले पनि भाइरस बनाउने व्यक्तिलाई सजाय दिने खालको कानुन बनाउनुपर्छ भनेपछि जसले त्यो भाइरस बनाउँछ त्यस्ता व्यक्तिहरूलाई चाहिँ च्याप समेटेर कानुनको दायरामा राख्नुपर्छ। साइबर नीतिमा यस्ता व्यवस्थाहरू ल्याउनुपर्छ है। अनि एन्टिभाइरसको प्रयोग भनेपछि युज अफ एन्टिभाइरस भनेछ आफ्नो कम्प्युटरलाई भाइरसबाट बचाउन सबभन्दा राम्रो र उत्तम भनेकै एन्टिभाइरस प्रोग्राम हो। भनेपछि हाम्रो कम्प्युटरलाई भाइरसबाट बचाउन सबभन्दा राम्रो उपाय भनेको एन्टिभाइरसको प्रयोग रहेछ है। हिजो आज बजारमा विभिन्न ब्रान्डका एन्टिभाइरस प्रोग्रामहरू निस्केका छन्। एन्टिभाइरस पनि धेरै किसिमका रहेछन् बजारमा आजभोलि, जसले कम्प्युटरमा भाइरस लाग्नबाट जोगाउँछ भनेपछि जुनलाई चाहिँ कम्प्युटरमा भाइरस लाग्नबाट जोगाउँछ र लागिरहेकोमा जोगाउँछ। यस्ता प्रोग्रामले भाइरसलाई पत्ता लगाएर हटाउने काम पनि गर्छ भनेपछि एन्टिभाइरस प्रोग्रामले चाहिँ भाइरस पत्ता लगाए त्यो भाइरसलाई हटाउने काम पनि गर्ने रहेछ भनेपछि चित्रमा पनि एन्टिभाइरसहरू देख्न सकिन्छ कस्तो कस्तो हुन्छन् है। अब नेक्स्ट पेजमा जाउँ, आजको पाठ सकिएको छ। नेक्स्ट पेजमा हामीले अभ्यासहरू राखेका छौँ है। 1 नम्बरमा के भनेछ भने तलको खाली ठाउँमा मिल्ने शब्द भर भनेछ। विद्यार्थी भाइ बहिनीहरू मिल्ने शब्द भर भनेछ है, खाली ठाउँ दिएको रहेछ, त्यसमा आफूले पढेको यो पाठ पढेको अनुसार मिल्ने शब्द चाहिँ भर भनेछ है। एक कम्प्युटर भाइरस भनेको एक डटटट हो। के हो त कम्प्युटर भाइरस भनेको डटटट के हो, त्यो हामीले पढेको सुरुमा पढेको छ त्यो अनुसार खाली ठाउँमा भर्ने है त। यो अभ्यास म पछि पनि गराउने छु, अहिलेको लागि तिमीहरूलाई गृह कार्य यो भयो है। बुट सेक्टर भाइरसले डिस्कको टटटट बुक रेकर्डमा आक्रमण गर्छ भनेपछि बुट सेक्टर भाइरसले चाहिँ डेस्कको कहाँ चाहिँ आक्रमण गर्ने रहेछ है, त्यो पनि थाहा हुनु पर्यो। अनि फाइल भाइरसहरू टटटट प्रोग्रामहरूमा सङ्क्रमण हुन्छन् भनेपछि फाइल भाइरसहरू कुन ठाउँमा सङ्क्रमण हुँदो रहेछ। मल्टिपार्टी भाइरसमा डटटर र डटटरहरूको विशेषता पाइन्छ। केहरूको विशेषता पाइने रहेछ, कुन कुन भाइरसहरूको विशेषता पाइने रहेछ है। भाइरसहरूको सङ्क्रमणबाट बच्न उत्तम उपाय भने डटटर प्रोग्रामको प्रयोग गर्नु हो। कुन चाहिँ प्रोग्रामको प्रयोग गर्दा चाहिँ भाइरसहरूबाट बच्न सबभन्दा सजिलो उपाय हो, सबभन्दा सजिलो के अरे राम्रो उपाय हो है। यो पढेका छौँ, खाली ठाउँमा भर्नु होला, भरेर ल्याउनु होला। 2 नम्बरमा ठिक बेठिक छुटाउ भनेछ। 2 नम्बरमा चाहिँ ठिक बेठिक कम्प्युटर भाइरस भनेको जीवित जीवाणु हो त के हो, आफै छुटाएर ल्याउनु होला है त। भाइरसका कारणले प्रोग्राम खुल्न लामो समय लाग्छ हो त, भाइरसको कारणले गर्दा चाहिँ प्रोग्राम खुल्नलाई चाहिँ टाइम लाग्छ अरे है। भाइरसको सङ्क्रमण भएको डिस्क बिना कारण आफै खुल्न थाल्छ भनेपछि भाइरस सङ्क्रमण भएको डिस्क बिना कारण आफै खुल्न थाल्छ हो कि होइन, त्यो ठिक बेठिक छुटाएर ल्याउनु होला। बाहिरबाट ल्याएका डिस्क राम्रोसँग नजाँची प्रयोग गरे भाइरस सङ्क्रमण बच्न सकिन्छ है, ठिक बेठिक छुटाएर ल्याउनु होला। माइक्रो भाइरस एप्लिकेसन प्रोग्रामले बनाएको डकुमेन्टमा सङ्क्रमण गर्छ के हो त्यो छुटाएर ल्याउनु होला है त। नेक्स्ट पेजमा जाउँ, हाम्रो लास्ट पेज होला यो।
तलका प्रश्नको उत्तर देऊ भनेपछि 6-7 वटा प्रश्नहरू रहेछन्, तिनीहरूको उत्तर घरमा सल्भ गर्नुहोला, गृह कार्य गर्नुहोला है। यो त हेरेर लेख्नु होला, किताबमा खोजेर यो भनेको के हो, कहाँ छ, यिनीहरूको अभ्यास गर्नुहोला। म पनि पछि गराउने गर्छु, केही समयपछि यो हाल्छु है त, यिनीहरूको प्रश्न उत्तर गरेर है। कम्प्युटर भाइरस भनेको के हो, यो किन बनाइन्छ हो, हामीले कम्प्युटर भाइरस पढ्यौँ। यसको यो भनेको भाइरस भनेको के हो र किन बनाइन्छ भन्ने त्यो पनि पढ्यौँ, त्यो लेख्नु होला। कम्प्युटर भाइरसको लक्षणहरूको सूची बनाऊ भनेपछि कम्प्युटर भाइरस लाग्दा कस्ता कस्ता लक्षणहरू देखा पर्छ, के हुन्छ, कम्प्युटर कस्तो हुन्छ, तिनीहरू बारेमा नै लेखेर ल्याउनु होला। अनि घ नम्बरमा के छ भने कम्प्युटर भाइरसबाट बच्न अपनाउन पर्ने उपायहरूको सूची बनाऊ भनेपछि भाइरसबाट बच्नलाई के विधि अपनाएर भाइरस लाग्नबाट जोगाउन सकिन्छ भन्ने विषयमा नि हामीले चर्चा गरेछौँ, यो पनि लेखेर ल्याउनु होला। अनि मल्टिपार्टी भाइरसका विशेषताहरू लेख्नु होला। मल्टिपार्टी भाइरसमा चाहिँ के छ, यो भाइरस भनेको के हो, कहाँ अट्याक गर्छ भन्ने विषय हामीले पढेका छौँ, त्यो पढेर ल्याउनु होला, लेख्नु होला। बुट सेक्टर भाइरस कसरी सङ्क्रमण गर्छ भनेपछि बुट सेक्टर भाइरसले चाहिँ कसरी अट्याक गर्छ कम्प्युटरमा है, त्यो पनि लेख्नु होला। अनि प्रोग्राम भाइरसले कसरी सङ्क्रमण गर्छ भनेपछि प्रोग्राम अथवा फाइल भाइरस भनेपछि दोस्रो नम्बरमा पढेको थियौँ, त्यो भाइरसले कसरी सङ्क्रमण गर्छ है, त्यो पनि लेख्नु होला। स्टेल्थ भाइरस भनेको के हो, अथवा स्टेल भाइरसले कसरी सङ्क्रमण गर्छ भनेपछि स्टेल भाइरसको बारेमा नै पढ्यौँ, त्यो भाइरसले चाहिँ कसरी अट्याक गर्छ होइन, कसरी त्यो भाइरस एक्टिभ हुन्छ, त्यो भाइरसले कसरी हाम्रो कम्प्युटरमा सङ्क्रमण गर्छ भन्ने विषयमा त्यो लेख्नु होला। हस् त सम्पूर्ण विद्यार्थी भाइ बहिनीहरू, दर्शक श्रोता महानुभावहरू, यतिन्जेलसम्म हेरिदिनु भयो, सुनिदिनु भयो, साह्रै खुसी लाग्यो। आगामी दिनहरू पनि यस्तै भिडियोहरू बनाएर ल्याउने छु। आफूले सिकेका, आफूले जानेका कुरा यहाँहरूलाई पनि सिकाउने, बुझाउने कोसिस गर्नेछु भन्दै म आज बिदा हुन चाहे। हस् त, धन्यवाद।